हे सर्वशक्तिमान परमेश्वर, आज हामी तपाईँको पवित्र अनि अनमोल शक्तिको सामुन्ने झुक्दछौँ। भित्री मनदेखि तपाईँलाई पुकार्दछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिँदछौँ, किनकि तपाईँले हाम्रो जीवनको सहारा हुनुहुन्छ, आशा अनि भरोसा हुनुहुन्छ। जब हामी विभिन्न किसिमका समस्याहरूसँग लडिरहेका हुन्छौँ, तब तपाईँको अनुग्रहको जरुरत पर्दछ, तपाईँको सामर्थ्यको आवश्यकता पर्दछ। प्रभु, तपाईँ बिना हामी केही पनि होइनौँ। तपाईँ बिना हामी सास पनि लिन सक्दैनौँ, कुनै पनि क्षेत्रमा अगाडि बढ्न सक्दैनौँ। आज हामी तपाईँको सामुन्ने आएका छौँ, तपाईँको चरणमा आएका छौँ, तपाईँलाई पुकार्दछौँ। हामी चाहन्छौँ कि तपाईँले हामीलाई आशीर्वादले भर्नुहुनेछ। हे प्रभु, हाम्रो मनको हरेक कुनाबाट निस्केको आवाज तपाईँले सुन्नुहुनेछ, तपाईँले बुझ्नुहुनेछ। हाम्रो जीवनमा धेरै किसिमका समस्याहरू छन्, परिवारमा समस्याहरू छ, धन सम्पत्तिको अभाव छ, मनमा अशान्ति छ, सम्बन्धमा खटपट छ, तर पनि हामी जान्दछौँ तपाईँ यी सबै कुराहरूबाट विजयी परमेश्वर हुनुहुन्छ। तपाईँको नामको अगाडि हरेक बन्धनहरू टुट्नेछन्, दुःखहरू कम हुनेछन्, आँसुहरू सुक्नेछन्। हे प्रभु, तपाईँको दृष्टि हामीतिर बनाउनुहोस्, हामीलाई तपाईँको उपस्थितिमा राख्नुहोस्, ताकि हामी हरेक सङ्कट र हरेक विपत्तिबाट हामी तपाईँको नामबाट विजय पाउन सकौँ। तपाईँले आफ्नो जीवन हाम्रो लागि बलिदान दिनुभयो र तपाईँले रगतले हाम्रो पापहरूलाई धुनुभयो। तपाईँको बलिदानको शक्ति आज पनि हाम्रो जीवनमा चमत्कार गरिदिँदैछ। जब हामी भुल गर्छौँ, तपाईँले हामीलाई क्षमा गरिकन फेरि नयाँ जीवन दिनुहुन्छ। हे पवित्र आत्मा परमेश्वर, तपाईँले जब हामी भुल गर्छौँ तपाईँले हामीलाई क्षमा गरिकन फेरि नयाँ जीवन दिनुहुन्छ। हे पवित्र आत्मा परमेश्वर, तपाईँले हाम्रो हृदयमा बसिकन तपाईँले हाम्रो विचारलाई बदलेर हामीलाई यस्तो बनाउनुहोस् कि हामी हर समय तपाईँको महिमा गर्न सकौँ, तपाईँको नाम दिन सकौँ, हरेक काममा तपाईँलाई धन्यवाद दिन सकौँ। हामीलाई शक्ति दिनुहोस्, ताकि हामी यस दुनियाँका प्रकाश बनेर चम्कन सकौँ, हरेक मानिसहरूको लागि तपाईँको वचनको उदाहरण बन्न सकौँ। हे परमेश्वर, जब हामी कमजोर हुन्छौँ, लड्छौँ, तपाईँले हामीलाई सम्हाल्नु भएको होस्। जब हामी टुट्छौँ, तपाईँले हामीलाई सान्त्वना दिनुहोस्। जब हामी पाप गर्न पुग्छौँ, तपाईँले हामीलाई पवित्र गर्नुहोस्। जब हामी हताश हुन्छौँ, लड्छौँ, तपाईँ हामीलाई उठाउनु भएको होस्, आशा दिनुहोस्। जब हामी अन्योलमा पर्छौँ, बाटोहरू पहिचान गर्न सक्दैनौँ, तपाईँले नै हामीलाई अगाडि बढ्न बाटोहरू स्पष्ट पार्नु भएको होस्। आजको यो प्रार्थना मेरो लागि मात्र होइन, यो सबैको लागि हो जसले सङ्घर्ष गरिरहेको छ, जसले सङ्घर्ष गर्दैछ, एक्लो छ, जसलाई असल मार्गको जरुरत छ, यो अन्धकारमा बसिरहेका छन्, सबै व्यक्तिहरूलाई आशिषले भन्नुहुनेछ। हे प्रभु, सबैलाई आफ्नो प्रेममा बाँध्नुहोस्। आज हामी विशेष रूपले आशीर्वादको प्रार्थना गरिरहेका छौँ, आशिषको प्रार्थना गरिरहेका छौँ। तपाईँको आशीर्वाद बिना हाम्रो जीवन शून्य हुनेछ। तपाईँको आशीर्वाद बिना हामी चाहेर पनि केही गर्न सक्दैनौँ, सफलताको पनि आनन्द भोग गर्न सक्दैनौँ। तपाईँको आशीर्वादले नै हाम्रो मन शान्त हुनेछ। तपाईँको आशीर्वादले नै हाम्रा सोचहरू सकारात्मक हुनेछन्, हाम्रो शरीर स्वस्थ हुनेछ, हाम्रो सम्बन्धहरू मजबुत बन्नेछन्, बलियो हुनेछन्। आज हामी प्रार्थना गरिरहेका छौँ कि हाम्रो जीवनको हरेक क्षेत्रहरूमा अनुग्रहमा राख्नुहोस् प्रभु। हाम्रो परिवारमा आशिष दिनुहोस्, हाम्रो रिश्ता, हाम्रो सम्बन्धहरू मजबुत बनाउनुहोस् प्रभु। गरिआएका काम धन्दा व्यवसायहरूमा आशिषले भरिदिनुहोस् प्रभु। हाम्रो मेहनत र परिश्रममा आशिष दिनुहोस् प्रभु। हाम्रो बच्चाहरूको, हाम्रो परिवारको असल बुद्धि दिनुहोस् र असल भविष्य दिनुहोस् प्रभु। हाम्रा वृद्ध बुबा आमाहरूको स्वास्थ्य दिनुहोस् प्रभु, दीर्घायु दिनुहोस्। उनीहरूलाई आफ्नो कृपाको साथमा सुरक्षामा राख्नुहोस्। हे प्रभु, तपाईँको वचनमा लेखेको छ कि सानोभन्दा सानो, ठुलोभन्दा ठुलो सबै किसिमका समस्याहरूको समाधान गर्ने क्षमता तपाईँमा छ। कुनै पनि काम
तपाईँमा असम्भव भन्ने छैन। तपाईँमा हरेक कामहरू सम्भव छन्। तपाईँले भन्नुभएको छ जुन काम मानिसहरूको लागि सम्भव छैन त्यस काम तपाईँको लागि सम्भव छ। तपाईँमा कुनै पनि कामहरू असम्भव छैन। आज हामी तपाईँको चरणमा आशिषको प्रार्थना गरिरहेका छौँ। हामी चाहन्छौँ कि तपाईँले हाम्रो जीवन हाम्रो सोचलाई बदल्नुहुनेछ। बदल्नुहोस्। हाम्रो कमजोरीहरूलाई तपाईँले क्षमा गर्नुहुनेछ। हाम्रो सोचहरूलाई तपाईँले विचार तपाईँले परिवर्तन गर्नुहोस् कि तपाईँको वचनको लागि तडपाउँ। बिहानदेखि बेलुकासम्म तपाईँ हामीसँग रहनुहोस्। मार्गहरूमा तपाईँ हामीसँग रहनुहोस्। हाम्रो हरेक कदमहरूमा तपाईँ हामीसँग रहनुहोस्। हे प्रभु, हामी चाहन्छौँ तपाईँले हाम्रो हरेक प्रार्थनाहरू सुन्नुहुनेछ र हाम्रो जीवनमा तपाईँले आशिषले भन्नुहुनेछ, आशिष ल्याउनुहुनेछ। हाम्रो जीवनमा धेरै समस्याहरू छन्। समाधान गर्नको लागि हिक्मत दिनुहुनेछ। तपाईँले सहायता गर्नुहुनेछ। तपाईँको वचनमा लेखेको छ कि तपाईँमा भरोसा गर्ने कोही पनि लज्जित हुने छैनन्। त्यसैले आज हामी तपाईँमा भरोसा गर्दछौँ। त्यसैले आज हामी आफूलाई तपाईँको हातमा समर्पण गर्दछौँ। सबै आवश्यकताहरू चिन्ताहरू तपाईँको चरणमा राख्दछौँ। हामी सबै तपाईँको चरणमा आएर आशिषको प्रार्थना गरिरहेका छौँ। हाम्रो प्रार्थना स्वीकार गर्नुहोस्। हामी सबैको जीवन तपाईँले बदल्नु भएको होस्। आशीर्वाद दिनुभएको होस्। आशा छ, विश्वास छ तपाईँले हाम्रो सबै प्रार्थनाहरू सुन्नुहुनेछ। तपाईँले जवाफ दिनुहुनेछ। हामी यस प्रार्थनाबाट छुट्छौँ। छुटे पनि तपाईँ हामीसँग रहनुहुनेछ। हाम्रै साथमा हुनुहुनेछ। र प्रभु हाम्रो यो विनम्र प्रार्थना तपाईँले स्वीकार गर्नुहुनेछ। हामी सबैको जीवन तपाईँले आशिषमय बनाउनुहुनेछ। तपाईँले हामीलाई बदल्नुहुनेछ। तपाईँको जय जय होस्, तपाईँको महिमा होस् र हामी आशिष र अनुग्रह चाहन्छौँ। जीवित प्रभु येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा आमेन।